जीवन र मृत्युको खेल कति छिटो फेरिन्छ, होइन? अझ हिमाल जानेहरूले त यो कुरा अझ नजिकबाट भोगेकै हुन्छन्। जिन्दगी कति बेला कहाँ पुग्छ कसैलाई थाहा हुँदैन। कुरा हो जुलाईको अन्तिम साताको। ठाउँ चाहिँ पाकिस्तानको ब्रोड पिक हिमाल। यो संसारकै 12औं अग्लो हिमाल हो। करिब 8047 मिटर अग्लो। त्यही हिमालको क्याम्प 2 र 3 को बीचमा जहाँ सास फेर्न गाह्रो हुन्छ र हिँड्दै हिँड्दै मुटुको ढुकढुकी आफै बढेर आउँछ। त्यहाँ अचानक एउटा ठूलो दुर्घटना हुन्छ। बिहिबारको दिन दिउँसोतिरको समय थियो। आकाशमा एक्कासी हिउँको आँधी चल्न थाल्यो र एउटा ठूलो हिम पहिरो खस्यो। त्यहाँ 10 जना विदेशी र नेपाली पर्वतारोहीहरूको एउटा टिम थियो, जसलाई त्यो हिउँको पहाडले आफ्नै गर्भभित्र पारेको खबर बाहिरियो। सुरुमा त जब उनीहरूको जीपीएस ट्र्याकर हेरियो, अलिकति तल झरेको देखिएको थियो। मान्छेहरूले सोचे, लौ सम्पर्क टुटेको होला, बचाउन सकिन्छ कि? किनकि उनीहरू सामान्य मान्छे थिएनन्। तर त्यो टिमको लिडर को थियो थाहा छ? हाम्रो आफ्नै नेपाली दाजु, जसलाई सारा संसारले मायाले निम्स दाइ भन्छ, निर्मल पूर्जा। मौसम यति धेरै खराब थियो कि उद्धार गर्ने मान्छेहरू माथि पुग्नै सकेनन्। दिनहरू बित्दै गए, आशाको दियो झन्झन सानो हुँदै गयो। जब बल्ल तल्ल उद्धार टोली माथि पुगेर हेरे, तब एउटा कहाली लाग्दो यथार्थ बाहिर आयो। ब्रोड पिकको 5,500 मिटर भन्दा माथि त्यही हिउँले निम्स दाइ र उनका साथीहरूलाई सधैँका लागि छोपिएको रहेछ। आज हामी यही मान्छेको कथा कुरा गर्दैछौँ, जसले हिमाललाई जित्यो, इतिहास बदल्यो, तर अन्त्यमा त्यही हिमालले विलिन भयो। अब तपाईसँग यो सवाल होला, यो निर्मल पूर्जा खासमा हुन् चाहिँ को त? कसरी एउटा सामान्य गाउँको केटा विश्वभरका हिरो बने? आउनुहोस् अलिकति पछाडि फर्केर उनको बाल्यकालतिर नजर लगाऊ। उनको जन्म 25 जुलाई 1983 मा म्याग्दीको दाना गाउँमा भएको हो। हुर्काई चाहिँ चितवनमा भएको थियो। एकदमै सामान्य परिवारको केटा, जसले सानोमा धेरै दुःख, अभाव र सङ्घर्ष देखेका थिए। जिन्दगीमा केही गर्नुपर्छ भन्ने हुटहुटी उनमा सानैदेखि थियो। परिवारलाई हेर्न र आफ्नै खुट्टामा उभिन उनी सन् 2003 मा ब्रिटिस आर्मीमा भर्ती भएका थिए। गोर्खा रेजिमेन्टमा 6 वर्ष काम गरेपछि उनको मन अझै मानेनन्। उनले सोचे, मेरो क्षमता यतिमा मात्र सीमित छैन। त्यसपछि उनले संसारकै सबैभन्दा खतरा र कठिन मानिने बेलायतको स्पेशल बोट सर्भिसको परीक्षामा हात हाले। यो भनेको बेलायती सेनाको एकदमै गुप्त र खतरा दस्ता हो, जहाँ जान जो कोहीको पनि बसको कुरा थिएन। तर निर्मल पूर्जाले हार मानेनन्। त्यहाँ उनले 10 वर्ष बिताए। दुश्मनको छाउनीमा राति लुकेर छिर्नेदेखि समुद्रको गहिरामा हेर्ने डरलाग्दा तालिमहरू लिए। तिनै तालिमहरूले उनको ज्यान र दिमागलाई फलामभन्दा बलियो बनाइदियो। पछि गएर उनले जब ठुल्ठुला हिमालहरू चढे, त्यसको पछाडि यही गोर्खा र सेनाको तालिमले दिएको कडा अनुशासन र आँटको सबैभन्दा ठुलो हात थियो। आर्मीमा जागिर खाँदै गर्दा एक दिन उनको नजर हिमालतिर पर्यो। सन् 2012 मा उनी पहिलो पटक सगरमाथाको बेस क्याम्पसम्म ट्रेक गर्न गए। जब उनी हिमालको काखमा पुगे, तब उनलाई लाग्यो, मेरो असली दुनियाँ त यहाँ पो रहेछ। हिमालको त्यो चिसो हावा र विशालताले उनको मन चोर्यो। र त्यसपछि आयो 2017 र 19 को समय, जसले विश्वको पर्वतारोहण इतिहास नै उथलपुथल पारिदियो। निम्स दाइले एक दिन एउटा असाध्यै डरलाग्दो कुरा मुखबाट निकालेका थिए, प्रोजेक्ट पोसिबल। योजना के थियो भने संसारका 8,000 मिटर भन्दा अग्ला 14 वटै हिमालहरू जम्मा 6 महिना 6 दिन भित्र चढेर सकाउने। पहिले त यस्ता हिमालहरू एउटा चढ्न मान्छेलाई वर्षौंसम्म लाग्थ्यो, पुरै जीवन जान्थ्यो। जब उनले यो कुरा बाहिर बताए, ठुल्ठुला विज्ञ र अनुभवी पर्वतारोहीहरूले भने, तँलाई पागलपन चढेको छ, यो असम्भव छ, यो कसैले गर्न सक्दैन। तर निम्स दाइको दिमागमा अझै कुरा खेलिरहेको थियो कि उनको डिक्सनेरीमा असम्भव भन्ने शब्द नै थिएन। उनले आफ्नो घर, खेत, जागिर र ज्यानको बाजी लगाएर कतिपय ठाउँमा त उनले पेटभरि खान पाएनन्, सुत्न पाएनन्। लगातार हिउँको आँधी र माइनस डिग्रीको चिसोमा लडिरहे, तर हार पनि कहिले मानेनन्। र अन्त्यमा संसारले पत्याइ नपत्याइ उनले ती 14 वटै हिमालका चुचुराहरूमा नेपालको झण्डा फरफराएर छाडे। त्यसपछि त उनको यो कथाले संसार थर्कियो। नेटफ्लिक्सले उनलाई लिएर 14 पिक्स नथिङ इज इम्पोसिबल भन्ने शानदार मुभी नै बनायो, जुन हेर्दा जो कोही नेपालीको छाती गर्वले चौडा हुन्छ। अनि 2021 मा त उनले जाडोको सबैभन्दा खतरा यामको
K2 हिमालको सफल विन्टर सबमिट गरेर अर्को इतिहास रचे, जुन जाडोमा गर्न सकिन्छ भनेर कसैले सोचेको पनि थिएन। भनिन्छ नि, मान्छे जब माथि धेरै पुग्छ तब उसका खुट्टा तान्नेहरू र आलोचना गर्नेहरू पनि उत्तिकै निस्किन्छन्। जिन्दगी सोचे जस्तो कहाँ सजिलो हुन्छ र? निम्सदाईको जीवनमा पनि केही विवादहरू आए, मान्छेहरूले विभिन्न कुरा काटे, तर ती बाहिर हल्ला र उतार चढावले उनको पाइला कहिले रोकेनन्, किनकि उनको लागि हिमाल कोही अरू होइन, आफ्नै घर जस्तै थियो। उनी सधैँ भन्थे, हिमालले मलाई चिन्छ र म हिमाललाई चिन्छु। र संयोग हेर्नुहोस् त, यही ब्रोड पिक हिमालको अभियानमा जानुभन्दा ठ्याक्कै अगाडि उनले आफ्नो इन्स्टाग्राममा एउटा कुरा लेखेका थिए, म हिमाललाई कहिले पनि हेला गर्दिनँ, मलाई यो हिमालबाट सही र सुरक्षित बाटो चाहिएको छ, सेफ प्यासेज। कस्तो अचम्मको कुरा, जुन हिमाललाई उनले आफ्नो जीवनभन्दा पनि बढी प्रेम गरे, जुन हिमालका चुचुरामा उनले दुनियाँलाई जितेर देखाए, आज त्यही हिमालले उनलाई सधैँको लागि आफ्नो बनायो। उनले मागेको त्यो सुरक्षित बाटो सायद प्रकृतिको नियम सामग्री अर्कैतिर मोडिन पुग्यो। आज निम्सदाई हामी माझ हुनुहुन्न। पाकिस्तानको त्यो हिउँले घेरिएको अप्ठ्यारो पहाडबाट जब उनको शरीर निकाल्यो, तब नेपाल मात्र होइन, पुरै विश्व पर्वतारोहण जगत स्तब्ध भयो, सबैका आँखा रसाए। उनले हामीलाई एउटा कुरा त सिकाएर गए नि, मान्छेले मनदेखि आँट्यो र कडा मेहनत गर्यो भने यो धरतीमा कुनै पनि कुरा असम्भव छैन। सपना देख्नुहोस्, आफ्नो ताकतमा सधैँ विश्वास गर्नुहोस्। यो कुरा उनले मुखले मात्र होइन, आफ्नो जीवनको बाजी लगाएर गरेर देखाएको छ।